जे पर्ला त्यही टर्ला, जे पर्ला त्यही टर्ला अब। यो केटीको स्तन छोपेको छ कि छैन, यो केटीको चाक देखेको छ कि छैन, मेरो आएको छ के गर्दैछ ह्यान त्यानमा फोकस गर्नुभन्दा बरु आफूमा त्यो टाइम इन्भेस्ट गर। सो हाई गाइज, सो मैले चाहिँ यसरी भिडियो किन बनाइरहेको छु भन्दाखेरि चाहिँ मलाई चित्तै नबुझेर हो क्या। अनि कतिलाई थाहा छ होला, कतिले हेर्नुभएको होला, कतिले नहेर्नुभएको होला, तर जतिले पनि कमेन्ट गर्नुभएको छ त्यो भिडियो चाहिँ उहाँहरूको लागि है। अनि यो भिडियो चाहिँ अनि ब्रो मैले कमेन्टहरू हेरेँ होइन, कस्तो मलाई म फेरि कमेन्ट रिप्लाईहरू गर्दिनँ प्रायः जस्तो होइन, मलाई गर्नु पनि मन लाग्दैन अनि म धेरै कमेन्ट पनि हेर्दिनँ। अनि मैले त्यो भिडियोमा कमेन्टहरू हेरेँ, हे के हो यो, स्पेसली सानो बहिनीदेखि लिएर दिदी आन्टीहरूले पनि कमेन्ट गर्नुभएको छ होइन। थाहा थिएन र तपाईँहरूलाई, थाहा थिएन, थाहा भयो नि, थाहा भयो सुन होइन र, मेरो नाइटो देखियो, मेरो जिउ देखियो, त्यही भयो नि प्रब्लम होइन र, हो नि है। केटा मान्छेको त ल त्यो सोच भयो भयो, इभन केटी मान्छेको पनि क्या ठिक छ हाम्रो नेपालमा होइन। अब आफ्नो इज्जत, आफ्नो चरित्र, आफ्नो के अरे त्यो रेपुटेसन, क्यारेक्टर बचाउनको लागि चाहिँ है यो मैले भिडियो अलिकति के अरे त्यो रिभिलिङ क्लोज लगाएँ भन्दैमा होइन, रिभिलिङ कपडा लगाएको छु भन्दैमा त्यही भए त्यही त्यो कमेन्टहरू लेख्नु नेसेसरी छैन क्या, त्यही पनि आई डोन्ट केयर। तर मैले जसरी भिडियो अरूले पनि बनाउँछ है, अब मैले मात्रै नलाउन सकेको हुन्छु नि त, भोलि अरूले पनि लाउनु सक्छ होइन। म चाहिँ के भन्न चाहन्छु भने होइन दिदीबहिनी, यसरी होइन यो केटीको स्तन छोपेको छ कि छैन, यो केटीको चाक देखेको छ कि छैन म कमेन्ट गर्छु, यसरी अरूले के लगाएको छ के गर्दैछ ह्यान त्यानमा फोकस गर्नुभन्दा बरु आफूमा त्यो टाइम इन्भेस्ट गर। ओके, मेडिसिन खाऊ, जाती हुन्छ, निको हुन्छ है। टेक केयर, बाई बाई।